त्यो मेरो गिरिजाबाबुसँग त मेरो लगातार कुरा हुन्थ्यो। गिरिजाबाबुले नै मलाई चाहिँ अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरा मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अलिक मान्छे मारिदिनुस् भन्नुहुन्थ्यो। मार्नु त्यस्तो भाषा त होइन, जोस् जनयुद्ध अझ चर्काउनु पर्यो भन्नुहुन्थ्यो उहाँले सिधै। युद्ध अझ चर्किनु पर्यो, अझ धेरै सदरमुकाम आक्रमण भयो भने अझ राम्रो भन्ने हुन्थ्यो उहाँको। अर्थ त्यही अब उहाँ र म चाहिँ अब कस्तो भइरहेको थियो भने मान्छे बाँच्ने हुन्छ। गिरिजाबाबु चाहिँ धेरै अब अहिले त उहाँ जीवित हुनुहुन्न, तर उहाँ र मेरो सम्बन्ध यस्तो भइसकेको थियो कि हामी सहयोद्धा जस्तो भयौँ त्यति बेला। मैले उहाँलाई अभिभावक मारेको छ, काङ्ग्रेसकै कार्यकर्ता मारेको छ, माओवादीकै पनि कार्यकर्ता। यसलाई त 300 वर्ष जेल हाल्नुपर्छ प्रचण्डलाई। यो त गिरिजा प्रसादन कम्पनी, यो त गिरिजा सत्यानारायण टेररिस्ट कहिले प्रधानमन्त्री हुन्छ? होइन, अब प्रचण्ड के हुनु र मर्लाए घोडालाई के चाबु हान्ने बुझ्नु भएन कि? यो त बस यसले अलिअलि गर्यो यार, बुझ्नु भएन कि? मान्छे खेत खतम पारिदियो, लोग्नेको स्वास्नी गइलतिर लोग्नी मारिदियो, चिरी प्रचण्ड के मात्रै गरेन, यो गाउँ विनाश गर्ने के? त्यो मेरो